Lasso Kuzu Sambo from the organic farm. So आज भने चाहिँ यहाँ मकै बारीमा आएको छु दुम्सीले साह्रै खाँदैछ है झिकथुर्गी झिकथुर्गी हेर्न झिकथुर्गी What are you saying? What are you saying? What is he saying? Gimana sekarang ngaci geza di sini beto hani benigi namanya zaume ba hani benigi coba lenga nam coba le tahu ime nimya fale kam cica cisha de ma so tengi me tani beta bejoni nale ba geza di ben kara zasanu da almost हिउँदे मकै है यो चाहिँ है गाइस अर्ग्यानिक फार्मिङ यो चाहिँ आमा भाइहरूले रोपेको रहेछ म सिङ्गिङमा हुँदै थिम्पूमा ओ माई गड याम खाएछ है यो चाहिँ अघि राति खाएको रहेछ उ आलो होइन यो चाहिँ पुरानो डेली खाँदैछ है सो यसलाई के गर्नुपर्ने हो गाइस के चाहिँ गर्नुपर्ने हो यसलाई याम खाएछ उ है टु नाइट लास्ट नाइट not tonight. Oh my god ni. Yam खाएछ आज राति वाह oh my god दुम्सीलाई के गर्नुपर्ने हो गाठे याम खाएछ दुम्सी is the eating कति खाएको हो यो यस्तै हो क्या गाउँमा सो लिसो पासो गरे भने है पाप लाग्छ भन्छ है यहाँ पनि हो फेरि हेर हो मकै सक्यो दुम्सीले सक्यो दुम्सीले सक्यो हो यहाँ पनि हे भगवान तिमी दुम्सिने हो कि के हो पत्ता लगाइदिनु पर्यो भगवान दुम्सीले दुम्सी गाँठे हे भगवान केन्चो सुन वाइ इटिङ माई अर्ग्यानिक सबै खायो तिमी दुम्सी तिमीले मेरो बाबाले दुःख गरेर भाइहरूले छरेको मकै खेतला लाएर गोडेको सबै तिमी खाइदिएको हामी के खानु अब केन्चो प्लिज यो दुम्सीलाई ल के गर्नु पर्यो यसको बाटो चाहिँ कहाँदेखि आउँदैछ पत्ता लगाउनु पर्यो अब छिटै बिहे गरेर बुहारी लिएर मकै पिनाऊ र मकैको भात खुवाइदिऊ भनेको त मकै सबै दुम्सीले खाइसक्नु आँट्यो त्यो आपाले यो दुम्सीको लागि यस्तो गरेर पनि भाग्दैन रहेछ कहाँदेखि आउँदैछ आपाले यो दुम्सी हटाउनु लागि बाँस चिरेर यो सेतो गरेको रहेछ सेतो लगाएको रहेछ खास यो चाहिँ कोदो गाइस यहाँ आमा र आपाले रोपेको होला सायद बुढी छ है अर्ग्यानिक लाइफ अर्ग्यानिक यति राम्रो ठाउँ छ है कोही आइदेऊ न हौ बुहारी हामीलाई यहाँ काम गर्दाखेरि साथी यसो काम गर्नु नसके तापनि यसो खानासाना बनाइदिने है आमाको साथी चाहियो अब केन्चो सुप एउटा केटी पठाइदेऊ न मलाई तल गली पनि खायो होला अब यो गलीमा हेर्नु पर्यो है दुम्सीले खदम पार्यो है हाम्रो मकै सो गाइस यहाँ झन् खतरा खाएछ टु नाइट अरे
लास्ट नाइट यस्टरडे नाइट के भन्छौ हामी त इङ्ग्लिस खोइ इङ्ग्लिस पढ भन्दा जोङ्खामा चाहिँ परि बस्यो खाचा छिरुबेन कारा झिक्थुर्गिबे ते लोसर गिलेरिम भनेको जस्तो भएछ त यहाँ पनि ऊ आमामा गाइस सकायो यसको त 10 रहेछ यो त होइन रहेछ हिजोको रहेछ यो कन्टिन्यू 1 विक भयो है खाएको सक्ने रहेछ त यसले त अन्त यो त लास्ट नाइटको यस्टरडे बिफोर यस्टरडेको रहेछ यो गाँठे आमामा ओ माई गड यहाँ हो आलो खाएको रहेछ यहाँ पनि ओ माई गड यो त पुरानो रहेछ सकाएछ त अन्त मकै त गाइस अल फिनिस या सबै खाइसक्नु रहेछ ए साग थिम्पूमा भने टाउनमा भने यस्तो सागको दाम कति रहेछ हाम्रो गाउँमा चाहिँ यसरी बारीमा नै हुन्छ है तर मैले रोपेको होइन यो मैले रोपेको चाहिँ नेक्स्ट इयर देखाउँछु ल अनि यस्तै छ पाडा अर्ग्यानिक वाट इज दिस यु नो कुकुम्बर यस्तो फ्रेस हो गाउँमा चाहिँ होइन तर मैले रोपेको होइन आपाआमाले दुःख गरेर रोपेको छ हामी चाहिँ बेच्दैन क्या बेच्दैन हामी खाने नै हो गाउँघरमा यस्तै हो किन्नु चाहिँ हामी बजारे केही किनेर खाँदैन खायो भने त्यही हो तेल चामल अलिअलि अरू चाहिँ म्याक्सिमम् अर्ग्यानिक नै खाइन्छ यो चाहिँ अस्ति आएर मैले बोडी ठाडाङ लगाएको थिएँ हो थिम्पूदेखि आउनु बित्तिकै आमा दोहोरोको हस्पिटलदेखि फर्का ल्याएपछि मैले लगाएको थिएँ यो ठाडाङ यतिको पसिगएछ यो म अस्ति आएको नाइटमा दोर्खादेखि फर्केर आएको नाइटमा खाएको इधर पनि देखो यो पनि खाएछ तर यो चाहिँ पुरानो हो है यो पुरानो हो Zikthur is the eating is the geja. That is the what can I do? That is the what can I do? Zikthur is the eating is the always yeah. 5 days is the happening yeah. Right is the my English is the speaking is the good yeah. होइन रहेछ यहाँ त काँक्रा यस्तो मात्रै फलेछ यहाँ चाहिँ छिङ्को चिचिला इत्रु मात्रै छ यहाँ पनि खाइछ गाइस यहाँ पनि हो यसले चाहिँ कसरी खाँदैछ होला नि राति यस्तो आउनु कि गरेर यो चाहिँ यस्तो गरेर तानेर यस्तो गरेर यस्तो गरेर लगाएर चाहिँ यहाँ यो यस्तो थियो होला यस्तो थियो होला आएर चाहिँ यस्तो झारेर चाहिँ यस्तो गरेर चाहिँ यस्तो गरेर खाँदा होला त बुढा यस्तो गरेर खाएर जाँदा होला यसले चाहिँ ल भजिया अलिकति खाएको छैन त अन्त के गर्नु अब हाम्रो बर्खा नानी मकै खाइन्छ हामी के खाने होला इधर चाहिँ कन इधर पनि खाएको इधर से देखो ये मतलब ही है ना ये बहुत ये इधर देखो इधर हमारा पापा मम्मी दुःख गरेर रोपेको मकै त खाने दुम्सी नामै दुम्सी पक्कै दुम्सी यसलाई केही गर्नुपर्छ कुछ त कुछ यहाँ पनि देखो न गरेर सबै सकाइ चाहिँ मकै लगाइन्छ प्रभु
छुट्टी मलाई कुकुरी निकाल भाइ कुकुरी यसलाई काट्न पर्छ यहाँ पनि के काट्छ खाएर त गइछौ यहाँ पनि उभिएर सकाइ छ यहाँ पनि कति खाने यहाँ पर नि झोल कति हेर्ने गाई अब चाहिँ अति नै भयो क्या अति नै म सकियो मलाई अति नै भयो अब चाहिँ यो मार्दा पनि पाप लाग्दैन यसलाई किनभने 1 विक 5 डेज 1 विक त नभनौँ 5 डेज होला कन्टिन्यू खाइरहेको छ क्या यो छेउतिर साइडतिर यो फान्दा पनि है खासा आउँदैन नि त तर यो दुम्सी यो कडा रहेछ यो दुम्सी यसको लागि यसलाई मार्नै पर्छ जस्तो छ है अब उसले नै सबै रोपेको खायो भने हामी के खानु होइन फेरि मकै भनेको हाम्रो फेमिलीमा सबैले रुचाउँछ क्या मकैको भात मकै होस् है झन् पापा र मम्मीको त फेभरेट हो है यो मकैको माम बनाएर अनि यो सिस्नुसँग खान्छ है फेभरेट हो कि अन्त त्यही भएर बनिरहेको छ दुम्सीले रुवायो गाइस दुम्सीले रुवायो सो apart from joke what is the solution है सोलुसन के छ यसलाई चाहिँ के गरेर चाहिँ हटाउनु पर्ने हो दुम्सीलाई चाहिँ अब पासो थापे भने है मर्छ पाप भन्छ होइन तर गाउँमा विशेष गरी पाप खासै माने भने के खानु पाउँदैन तर अदर देन अब एउटा होइन त्यो मारेको भन्दा अब केही उयो गऱ्यो भने त म मार्नु पनि सक्छ होइन तर एपार्ट फ्रम द्याट हामीले के गर्नु सक्छ यो दुम्सीलाई के गरेर हटाउन सक्छ सोलुसन चाहिँ सबैले कमेन्टमा लेखिदिनु होला गाइस दिस इज all the way from the organic farming organic Chamlings farming okay bye bye like comment subscribe and share guys tupga do not forget to like comment and subscribe like share ma bewachin me lawachin nabdisu gomthi dong tebe mela nabdisu gi karagi ta tsinsingi video tele kachira bedibesi nabdisu name same love and support jindiraye nabdisu love and support nadiraye nalefa bedibesa chiru I'm hoping and praying for the same guys thank you dari vlog chinara